साथीहरु मैले एउटा भर्खरै एउटा कुकुरले चाहिँ झारिसके। त्यो ठुलो जंगलमा बल्ल बल्ल खोसे एउटा शिकार पाए। तल झरेको छ झर्नु चाहिँ। अरे बिस्तारै। यसको जोडीहरु छ। तिर हुनु पर्ने थियो। यसको जोडीहरु खोजिरहेको छु। झर्नु चाहिँ यहाँ झरिसक्यो एउटा शिकार चाहिँ मुनतिर यहाँ झरिरहेछ। दामी लाग्नु चाहिँ लागेको थियो। कहाँ झर्यो? अरे अरेमा यहाँ झरिरहेछ शिकार चाहिँ। ठाउँको ठाउँ ठहरै भएछ। मरिसके चाहिँ यसरी एउटा मर्यो शिकार। यसलाई चाहिँ कुकुरले भन्छ। दामी लागेछ। एकै सटमा गऱ्यो। भेटाए चाहिँ ढाडमै त्यो डेन्जर लागेछ। साथीहरु एउटा चाहिँ मारिसकेँ मैले। आजको शिकार चाहिँ यस्तो हुन्छ यो चाहिँ कुकुरले। हेर्दै जाउँ साथीहरु कति चाहिँ आज मैले मार्ने रहेछ। साथीहरु मैले चाहिँ शिकार नभेटेर यता अर्को लोकेसनतिर जाँदैछु। यता अगाडिको लोकेसनमा चाहिँ केही मैले त्यति भेटाएन। त्यो एउटा कुकुरलेदेखि अरु केही मार्न सफल भइन। यता अर्को लोकेसनमा जाँदैछु। त्यता चाहिँ म कालिज छ कि भने भेटाइन्छ कि भन्ने आशा छ। हेर्दै गर्नु है गाइसहरु के मार्छ मैले। एउटा कुकुरलाई चाहिँ अघि मारेको छु। हानेको चाहिँ मैले देखाउनु पाइनँ। सरी गाइसहरु। किनभने मसँग एक्लै हुँदै गर्दाखेरि अलिक भिडियो गर्न अप्ठ्यारो हुँदो रहेछ। त्यही मैले मारेको चाहिँ देखाइनँ। त्यही जंगल घुमिरहेछ घुम्न चाहिँ। साथीहरु भिडियो हेर्नुस् है। फेरि यतापटाको जंगल चाहिँ निकै ठुलै छ। यता चाहिँ निकै रुखहरू छ। अल्गो कटुस के रुखहरू छ। जान्दैछु। साह्रै चिसो बढ्नु छ। चिसो चाहिँ निकै लास्टै चिसो बढ्यो यो चोटि। है साथीहरु म चाहिँ लोकेसन छेउ आइसके। यहाँदेखि म चाहिँ छिर्छु। यहाँ माथिदेखि छिर्दा रहेछ। देखाउनुलाई भिडियोलाई भेट्दै हाल्यो भने देखाइहाल्छ। जंगलमा चाहिँ केही पनि भेटाइन साथीहरु। म चाहिँ अब घर फर्किँदैछु। केही भेटाएन। शिकार त्यही एउटा कुकुरले राख्यो। केही मार्न सकिनँ मैले। अगाडिको समयमा चाहिँ मैले मार्न चाहिँ मारिरहेको थिएँ शिकारहरु। तर आज चाहिँ केही मार्न सकिनँ। त्यही साथीहरु फर्किरहेको छु म चाहिँ अब। साथीहरु धन्यवाद तपाईहरुलाई अहिलेसम्म भिडियो हेरेर सपोर्ट गरिदिनु साथ दिनुभएकोमा धन्यवाद। अनि आजको यो भिडियोलाई चाहिँ यतिमै टुङ्गाउँदैछु। मन परेमा लाइक
कमेन्ट सब्सक्राइब गरिदिनु होला। ल हस् त साथीहरू, बाई बाई।